मान्छे स्वस्थ हुनको लागि चाहिने चारवटा स्तम्भहरू के रहेछ त भनेर बुझ्दाखेरि चाहिँ पहिलो स्तम्भमा चाहिँ पोजिटिभ मेन्टल एटिट्युड हुनु पर्यो हैन। कतिपय साथीहरु डिएक्सनबाट खाएर पनि ठीक भएन भन्छ किन? उसको मानसिकता नै नेगेटिभ छ, नकारात्मक छ, उसको सोचाइ नै नकारात्मक छ, खाली नेगेटिभ मात्रै सोच्छ, नकारात्मक मात्रै सोच्छ। हुँदैन, यसले पनि डिएक्सनै खाए पनि हुँदैन, मैले यत्रो हस्पिटल खाएर पनि हस्पिटलको औषधि खाएर पनि भएको छैन, जब यो डिएक्सन खाएर हुन्छ भन्नु। उसको माइन्डसेट नै नेगेटिभ भयो भने त्यो मान्छेको पनि बिरामी नै हो। स्वस्थ बन्नको लागि पहिलो मेन्टल एटिट्युड, सोचाइ चाहिँ सकारात्मक हुनु पर्यो हैन। अर्को हेल्दी लाइफस्टाइल, स्वस्थ जीवनशैली, तपाईको खानपान हैन। हाम्रो चुलोमा के पाक्छ हैन, यहाँको तपाईँ हाम्रो चुलो त होस्टेलको किचन के रे क्यान्टिनमा खाने हो। त्यो क्यान्टिनको खानेकुराहरू चाहिँ कस्तो खाले तरिकाले कस्तो तरिकाले बनाएको छ त्यो कुरामा पनि हाम्रो स्वास्थ्य निर्भर हुन्छ।